मलाई त्यो आमा छोरीको स्टोरी साह्रो मनपर्छ, प्रेमको स्टोरी। अनि एक दिन छोरी रुइरहेको थिइन्, आमा छोरी मात्रै, बुवाको मृत्यु भयो, एउटै मात्रै सन्तान, आमा छोरी मात्रै। र छोरीले अचानक एउटा केटासँग उनको प्रेम भएछ, उनको दुवैजना बिहा गर्ने निर्णय गरेछन्। चर्चको आफ्नै चर्चको भाइसँग बहिनीको प्रेम भएछ। प्रेम भएदेखि यता बहिनी रुकै गर्दछ। अनि यदि आमाले सोध्नु भएछ किन रुन्छ छोरी भनेको, अन्तिममा छोरीले भन्नुभएछ, छोरी रुने कारण चाहिँ के रहेछ भन्नुहोस् त। त्यसको कारण चाहिँ महत्त्वपूर्ण कारण रहेछ। दुईजनाको बिहा गर्ने कुरा नजिक आयो, दुवैजना बिहा गर्न तयार भए, तर छोरी रुए। अनि आमाले सोधेपछि छोरीले बताइन्। अनि आमाले त्यसपछि डाक्टरलाई गएर भेट्नु भएछ। डाक्टर साहब, तपाईँको अस्पतालमा यो औलो ट्रान्सप्लान्ट हुन्छ भनेर सोध्नु भएछ। अहिलेसम्म किडनी ट्रान्सप्लान्ट पनि भएको छ, अहिलेसम्म हार्टको ट्रान्सप्लान्ट पनि भएको छ। एउटाको हृदय अर्कोलाई दिन सकिन्छ, एउटाको कलेजो अर्कोलाई दिन सकिन्छ, एउटाको किडनी अर्कोलाई किडनी दिन सकिन्छ। तर यो त्यो ट्रान्सप्लान्ट भने चाहिँ औलाको चाहिँ ट्रान्सप्लान्ट हुन्छ कि हुँदैन अनि डाक्टरलाई सोध्नु भएछ आमाले गएर। अनि डाक्टरले भन्छ मिल्छ, सम्भव छ, औलो पनि एउटाको औला अर्कोलाई दिन मिल्छ। अनि डाक्टरले सोध्नु भएछ, तपाईँले सोध्नु भएको कारण चाहिँ के हो मैले बुझिनँ, किन सोध्नु भएको तपाईँले? आजसम्म कसैले मलाई सोधेको छैन औलाको ट्रान्सप्लान्ट हुन्छ, औलाको प्रत्यारोपण हुन्छ भनेर। अनि आमाले भन्नुभएछ, मेरो छोरीले एकजना केटालाई मन पराएको छ, अनि त्यो दुवैजना बिहा गर्नको लागि मन्जुर छन्। अब हामी केही महिनामा बिहा गर्नको लागि तयारी पनि भयो, तर मेरो छोरी साह्रो रुन्छिन्। के भएछ भन्दा चाहिँ आमा छोरी मात्रै रहेछ। अनि आमा वृद्ध भएको कारणले छोरीले चाहिँ आमालाई पाल्नु पर्ने रहेछ। अनि छोरीले एक दिन फ्याक्ट्रीमा काम गर्दो रहेछ, जुत्ता बनाउने फ्याक्ट्रीमा छोरी काम गर्दो रहेछ। अनि एक दिन जुत्ता बनाउने फ्याक्ट्रीमा काम गर्दै गर्दा त्यो मेसिनले उसको छोरीको यो औँठी लाउने औँला, साइली औँला चाहिँ काटिएछ। र जुन बेला उनले केटालाई चर्चमा भेटेको थियो त्यो बेला उनले चाहिँ पन्जा लगाएर चर्च जाँदो रहेछ, त्यो औँला नदेखाओस् भनेर। केटाले थाहा भएन, अब मन पराउ भयो, अब बिहाको नजिक आउँदैछ, उनको साइली औँलै छैन जहाँ औँठी लाउनु पर्ने। यसकारण छोरीको ठुलो बिलौना चाहिँ त्यो साइली औँला के गर्ने होला। केटाले थाहा पायो भने मलाई बिहाको दिन रिजेक्ट गर्छ कि अस्वीकार गर्छ कि के गर्ने। अब पास्टरले त भन्छ बायाँ हातको साइली औँलामा औँठी लगाइदियो भनेर। अब उसको छोरीको साइली औँला नै छैन, जुत्ता बनाउने मेसिनले काटेर उनको औँला थिएन। त्यस कारण आमाले चाहिँ आफ्नो छोरीको लागि औँला दिन खोजेको रहेछ। डाक्टरले सम्भव छ भनेपछि चाहिँ अनि आमाले अन्तिममा आफ्नो छोरीलाई आफ्नो साइली औँला दिइन् र छोरीको भव्य विवाह। मैले कुनै स्टोरी भनेको होइन, कोरियाको एउटा प्रेसबिटेरियन चर्चमा भएको घटना।